क्यान्सल गर्न मिल्छ त स्टार्ट गरिसकेपछि कतै स्टार्ट गर्छ क्यान्सल भएन दिदी किन पछि पछि आइन पैसा दिन परेन किन दिनु के तिमीलाई चाहिँ पैसा लग्देको छ र के लग्देको छ र किन बुक किन गरेको लग्न नलग्न लागेको हामी अनि के ठुलो कुरा गरेर क्यान्सल गर्न मिल्छ त स्टार्ट गरिसकेपछि कतै स्टार्ट गर्छ क्यान्सल गर्दैन त अनि कस्तो मान्छे किन ल्याङ गरेर होइन स्टार्ट गरिसकेपछि क्यान्सल गर्न मिल्छ भनेको नियम अनुसार जानु पर्यो नि त क्यान्सल स्टार्ट गरिसकेपछि जानुपर्ने कर्तव्य हुन्छ थाहा छ कि छैन लगिदिएको छैन जानु पर्यो नि त कि त हामीले राइट स्टार्ट गरिसक्यौँ क्यान्सल गर्न कसरी मिल्छ कसरी उठ्छ पेमेन्ट हिँडिसकेपछि रोकेपछि उठ्छ त्यहीँको त्यहीँ बसेपछि उठ्छ के भन्नु यार 12वटा बाँकी छ कसरी हामी कसरी अहिले कुर्नु त 12 बजे सुन्नु न यता 12 बजेसम्म हामीले भ्याउनु पर्ने कर्तव्य हुन्छ त्यति बजेसम्म हामी अहिले भ्याउँछ त यस्तो हो क्या दाइ जान नपर्ने भने कि त लोकेसन चेन्ज भएन दिदी